ए हो सधैँ माता कति वर्ष भयो हजुर 27-28 वर्ष भयो ए 27-28 वर्ष भयो 30 वर्ष ए सधैँ माताको लटरम्बेश्वरको चाहिँ सेवा गर्नुभयो हजुर ए माघमा मात्र मेला लाग्थ्यो कोही कोही घरमा झुन्डेर एकदम झुन्डेर जान्थ्यो हजुर हजुर मात्रै अहिले चाहिँ ए जुत्ता लाएर मान्छे टाउकोमा टेकेर देशमा विकृति फैलिएको विकृति फैल्यो अब जनचेतना छैन अब जनचेतनाको लागि चाहिँ भागवत लागेको हो यो भगवानको त 10 करोडको मन्दिर बनाइसकेछ हामीले ए सागा भङ्गाल काभ्रेको सिमानामा भक्तपुर र काभ्रेको सिमानामा यो भगवान चाहिँ लटरम्बेश्वर महादेव बकैया गाउँपालिका र भीमहिदी गाउँपालिका सिमानामा उहाँ चाहिँ विराजमान हुनुहुन्छ उहाँ हजुर शिवलिङ्ग नै हजुर यता भीमहिदी यता बकैया बकैया भगवान त अब दुईटै बराबरी हो दुईटै बराबरी हो भीमहिदी होइन बकैयापट्टि छ नि त भगवान अनि यो डाँडा चाहिँ उयो माथि सतीदेवी माताको लट्टा झरे ठाउँ मुन्टा झरे ठाउँ अनि लटरम्बेश्वर भयो यता चाहिँ यो चुचुरो चाहिँ लटरम्बेश्वर महादेव माथि आमा एउटै भगवान माथि त्रिशुल डाँडामा चाहिँ सतीदेवी यता लटरम्बेश्वर एउटै चुचुरो आमा देब्रेपट्टि बाबा दाहिने यस्तो गरेर बस्नु भएको छ हेर्नु तर यो पत्ता लगा चाहिँ कति वर्ष जति भयो यहाँ भक्तालुहरू व्रतालुहरू आएको व्रतालुहरू आएको चाहिँ 3-4 वर्ष जति माघमा मेला चाहिँ जहिले हुन्थ्यो मलाई सपनामा चाहिँ दाहिनेपट्टि महादेव छ हजुर देब्रे साइडमा आमा सतीदेवी हो भनेर चाहिँ तिमी तपस्या गर्नु त्यहाँ जाऊ मेरो प्रचार गर भनेर चाहिँ 51 सालमा बानी दिन आउनु भएको हजुरको नाम चाहिँ मेरो सतीदेवी माता भनेर चिनिन्छ मलाई म चाहिँ ठिङ्गान हो जन्म घलेको छोरी हो अनि घर चाहिँ उता ललितपुर मेरो बच्चा नि 2टा छोरी एउटा छोरो हो त्यो छोरो जन्मेर 24 दिनदेखि यहाँ तपस्या गरेर यो सिडीहरू हाला भन्ने भीमहिदी गाउँपालिकाको एउटा श्रीराम कठायत छ त्यो अनि एउटा चाहिँ नामै हामी जय होस् अनि भनेर यहाँ सिडी हाल्यो अनि अलि आनन्द लाग्यो नभए त भक्त हहला जहर लाएर आफै छेउछेउ छेक्दै हिँड्थ्यो पहिला ल सतीदेवी माता उहाँ हुनुहुन्छ है जय होस् रक्षा गरौँ हो माता नमस्कार नमस्कार ल जय होस् ओ जयरामजी जय राम जय होस् ल जय होस् जयरामजी जय होस् ल मलाई अस्ति गएको जय होस् 3 दिन भयो काठमाडौँ ए ल सत्य हो हेटौँडाबाट आउनु भयो हेटौँडाबाट फर्स्ट टाइम हामी फर्स्ट टाइमै हो फर्स्ट टाइम ल जय होस् है माताजु ल जय होस्